यसको महत्त्व के भने अर्घाखाँची जिल्लाको अर्घामा यो सराय कार्यक्रम सुरु भएको हो। अर्घा भन्ने एउटा अर्घाखाँची जिल्लाको अर्घा मैदान भन्छ, त्यहाँ सुरु भएको अर्घाखाँची, गुल्मी, दाङ तपाईँको चाहिँ यो धेरै जिल्लाहरूमा यो कार्यक्रम दसैँपछि पुग्नुसम्म हुन्छ। मेरो लागि त फर्स्ट टाइम हो, किनभने मैले चाहिँ फेसबुकमा मात्रै देखेको थिएँ, आज प्रत्यक्ष देख्न पाछु र देख्न भन्दा पनि राजु भाइले चाहिँ 4 दिन पहिला मिटिङ गरेर, तर आज जो 4 दिन पहिला गरेको यो 1 महिना गरे चाहिँ रमाइलो भएको छ। दसैँलाई चाहिँ एकदम विशेष तरिकाले अहिले यो सालबाट सुरुवात गरौँ भन्ने उद्देश्यले हामीले अहिले सुरुवात गरेका हौँ। यसमा हाम्रो समाजसेवी धेरै सरहरू हुनुहुन्छ, उहाँहरूको साथ सबैले आज यहाँसम्म पुग्यो। आगामी दिनहरूमा आज भएका कमी कमजोरले सुधार्ने कोसिस गर्नेछौँ। होइन, यो कार्यक्रम भनेको आम नेपालीहरूको कार्यक्रम हो। जस्तो नेपालमा हाम्रो अर्घाखाँचीको भौतिक गुल्मी, अर्घाखाँचीदेखि ल्याएर तपाईँको बागलुङ होइन यो क्षेत्र प्युठान क्षेत्रहरूमा यो नाचहरू परेर नाचिने गरिन्छ। यसमा बहुत धेरै राम्रो लागेको छ। दिल्लीमा सबैभन्दा पहिलो यो हाम्रो सराय कार्यक्रम हो। यस सराय कार्यक्रममा यति धेरै मान्छे जम्मा भएर हामीले यो सराय कार्यक्रमलाई सफल पारिरहेका छौँ। दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फ र गुल्मी जिल्ला समन्वय समितिको तर्फबाट नमस्कार गर्न चाहन्छु। नमस्कार। आज अत्यन्तै यो महत्त्वपूर्ण कार्यक्रम हो। हामीले आज 2 दशकभन्दा माथिबाट दिल्लीमा बस्दै गर्दा मैले पनि आफैले यस्तो कार्यक्रम देखेँ। दर्शकबिन, भारतको राजधानी दिल्लीमा यति बेला नेपालको मध्यपश्चिममा विशेष गरी मनाइने सराय नाच यति बेला भइरहेको छ र यो भारतको इतिहासमा पहिलोपटक भन्नुपर्छ दिल्लीमा पहिलोपटक यसरी सराय नाचको आयोजना भइरहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले पनि यो सराय नाच यहाँ जारी छ। पछाडि पञ्चे बाजाको तालमा नेपालीहरू यो काल्पनिक हतियारहरू भनौँ न यो कृत्रिम हतियारहरू लिएर यसरी नेपालको झल्को दिने गरी यसरी सराय नाच गरिरहनु भएको छ भने आज टीकाको तेस्रो दिन अर्थात् त्रयोदशीका दिनमा यसरी यो सराय नाचको आयोजना भइरहेको छ र यो यसको महत्त्व विशेष गरी मध्यपश्चिममा बसोबास गर्ने नेपालीहरूमा ठुलो रूपमा देख्न पाइन्छ भने कयौँ नेपालीहरू जो भारत प्रवासमा बस्नुहुन्छ अन्य क्षेत्रका नेपालीहरूमा त्यति यसको लोकप्रियता पाइँदैन। तर यसलाई अब पहल यो भएको छ कि यसलाई भारतको राजधानी दिल्लीमा सबै नेपालीहरूको साझा कार्यक्रम बनाउने तयारी स्वरूप सराय नाच यस वर्ष पहिलोपटक आयोजना भइरहेको छ र मसँग आयोजक समितिका एकजना सदस्य पुराना समाजसेवी हुनुहुन्छ बिनबहादुर कुँवर सर। म यो उहाँलाई सोध्न चाहन्छु, यो कार्यक्रम पहिलोपटक आयोजना गरिएको छ, के उद्देश्य थियो र यसलाई चाहिँ सार्वजनिक कार्यक्रम सबैको कार्यक्रम साझा कार्यक्रम बनाउने तयारी कसरी गर्नुभयो? धन्यवाद सर। यो के भयो भने यो तिहारमा र तीजमा र तिहारमा रमाइलो गरेका धेरै साल भयो। हामी अस्ति गएको आइतबार राजु परिवार सहित हामी नेहरू प्लेस पार्कमा गएर हामी दसैँमा पनि केही कार्यक्रम गर्नुपर्छ भन्ने कुरा हाम्रो सोच भयो र राजु परिवारले एउटा मार्गदर्शन दिनुभयो। त्यस कारणले हामीले के गरी भन्दा चाहिँ हामी 15-20 जना साथीहरू त्यहाँ भेट भएर र हामी दसैँमा पनि जुन टिका लाउने मान्छे घर जान्छन्, तर हामी यो अर्घाखाँची गुल्मीको जुन कार्यक्रम यो सराय हो यो सबै नेपालीहरूलाई चाहिँ जानकारी होस्, भारतभरि बस्ने नेपालीलाई जानकारी होस् र यो दसैँ पनि कार्यक्रम गरौँ भन्ने कुरा हाम्रो सोच भयो। त्यही अनुसार यो कार्यक्रम गरियो। यो कार्यक्रममा जति उपस्थिति भयो यो एउटा ठुलो महत्त्वपूर्ण छ र एउटा ऐतिहासिक पूर्वक यो कार्यक्रमलाई सफलता भन्न म चाहन्छु र जुन तपाईँ सबै आदरणीय दाजुभाइ दिदीबहिनी जुन उपस्थित हुनुभयो त्यसको लागि म आयोजक टिमको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि यो कार्यक्रमलाई सफल पार्नु भएकोमा म सबैलाई आत्मैदेखि हृदयदेखि धन्यवाद दिएँ। आउँदो सालमा पनि हामी यो दसैँको सरायलाई हामी बुढाबुढी भएर हामी मरेर गए पनि आउने पिँढीले यो संस्कृतिलाई यसलाई उर्जा राखोस् र दिल्लीमा भारतमा पनि एउटा चाहिँ कार्यक्रम लगातार चलिरहोस्। तिहारको चाहिँ कार्यक्रम यो दसैँ पनि चलोस् भन्ने कुरा सुरुवात हामीले गऱ्यौँ। अब आउने पिँढीले पनि यो संस्कृति कार्यक्रमलाई अगाडि बढाओस् भन्ने कुरा सबैमा एउटा हार्दिक अनुरोध र शुभकामना दिन चाहेँ। आदरणीय हजुर जुन उपस्थित हुनुभयो पत्रकार साथीहरू उहाँहरूलाई पनि म आयोजक टिमको तर्फबाट मेरो व्यक्तिगत तर्फदेखि हार्दिक शुभकामना दिन चाहेँ र जुन हामी नेपालबाट रोजिरहेको समस्याले यो भारतमा आएर पनि हामी तीज र तिहारलाई मात्र सीमित नराखेर अब हामी दसैँलाई पनि एउटा सरायलाई यो पूर्व पश्चिम महाकाली छ
सम्मका यहाँ साथीहरू हुनुहुन्छ, केही कुरा नमिल्दा बाजागाजा नमिल्दा तब पनि जुन रमाउनु भयो, जो आउनु हो, म सबैलाई हृदयदेखि धन्यवाद दिन चाहे। हौस् धन्यवाद। यसको महत्त्व विशेष गरी कुन ठाउँमा यसलाई विशाल रूपमा मनाइन्छ र यसको महत्त्व के छ त्यसबारेमा अलिकति जानकारी। यसको महत्त्व के भने अर्घाखाँची जिल्लाको अर्घामाबाट यो सराय कार्यक्रम सुरु भएको हो। अर्घा भन्ने एउटा अर्घाखाँची जिल्लाको अर्घा मैदान भन्छ, त्यहाँ सुरु भएको हो। अर्घाखाँची, गुल्मी, दाङ तपाईँको चाहिँ यो धेरै जिल्लाहरूमा यो कार्यक्रम दसैँपछि पुन्नुसम्म हुन्छ। पुन्नुको दिन खास गरेर अर्घा मैदानमा हुन्छ। त्यो अहिले चाहिँ धेरै साल भयो, म जन्मिँदादेखि त सुरु भएको थियो। त्यो अर्घा सुरु भएको कार्यक्रम हो रे। अब गर्दा गर्दै हामी एउटा इतिहासपूर्वक दिल्लीमा पनि यो कार्यक्रम राख्यौँ। यो कार्यक्रमले अब भव्य आउने पिँढीलाई एउटा सांस्कृतिक जगह राहोस् भन्ने कुरा म आह्वान र शुभकामना दिन चाहन्छु। धन्यवाद। त्यसै गरी हामीसँग समाजसेवी राम नेपाल हुनुहुन्छ, पुरानो एकदमै, र यहाँले यो कार्यक्रम देख्नुभयो। आज यो कार्यक्रम दिल्लीमा त पहिलोपटक यसरी यो कार्यक्रम सराय नाच गरिएको छ, कस्तो लाग्यो यहाँलाई? म त सर्वप्रथम भन्न चाहँदाखेरि के भन्छु भनेदेखि मेरो लागि त फर्स्ट टाइम हो। किनभने मैले चाहिँ फेसबुकमा मात्रै देखेको थिएँ, आज प्रत्यक्ष देख्न पाएको छु। र देख्न भन्दा पनि राजु भाइले चाहिँ 4 दिन पहिला मिटिङ गरेर मलाई यो भने कि दाइ आखिर आउन पर्यो, यसो छ भन्दाखेरि नाम लेखेर नवदुर्गा भवानी होइन, नवदुर्गा भवानी भने त देवीको नाम छ। मैले भने जरो 100% आउँछ भने पार्कमा गइयो, मिटिङ गरियो। तर आज जो 4 दिन पहिला गरेको यो 1 महिना गरे चाहिँ रमाइलो भएको छ। तर भगवान्ले अब यो अघिल्लो साल अहिले जग बसालेको हामीले हामीले चाहिँ भर्खर जग बसाल्छ। अब हामीले यसलाई बिल्डिङ बनाउँछौँ, यसलाई गर्ने हो, अघिल्लो साल भव्य रूपले गर्ने हो। और यो राजु हुनुपर्छ बस। नै यति टाढा म जान्न मन्दिर भन्ने कुरो, मन्दिर हुन्छ सबै कुरो, यति टाढा हामीसित मन्दिर बनाऊँ भन्न मिलेन। आज हामी यहाँ गइरहेको छ भने अघिल्लो साल अब भोलिबाट हामीले लिएर सोचेर चल्न पऱ्यो नि त। अहिले यहाँ बसेर बोलेर कुर्नु त होइन नि यसमा त। भनेर नवदुर्गा माताले सबैको रक्षा गरून् बस, यति छ बस। धन्यवाद। र त्यसै गरी अब दिल्लीमा लामो समयदेखि बसोबास गर्नुहुन्छ, समाजसेवी हुनुहुन्छ, बिरामी परेकाहरूलाई सहयोग गर्नुहुन्छ, विशेष भूमिका निभाउनुहुन्छ र दिल्लीमा नेपाली संस्कृतिलाई जगेर्ना गर्न, संस्कृतिलाई अगाडि बढाउनमा निकै अहम भूमिका पनि निभाउनुहुन्छ राजु परियार सर। र उहाँकै परिकल्पना अनुसार यस वर्ष यो सराय नाचको आयोजना गरिएको भन्ने जानकारी आयो। र यो कसरी दिमागमा आयो कि होइन, हरेक वर्ष त दसैँ त खाली हुन्थ्यो, नेपालीहरू जान्थे नेपाल, यो पटक चाहिँ यसरी सराय नाच गराएर नेपाललाई भेला गर्नुपर्छ भन्ने कस्तो योजना बनाउनु? सबैलाई नमस्कार। यो कसरी भइदियो भने यो सधैँभरि हामीले तिहार मनाउँछौँ, तीज मनाउँछौँ, रमाइलो गर्छौँ, तर हामीले सधैँभरि यो दसैँलाई चाहिँ एकदम ओझेलमा पारेका थियौँ। धेरैको प्रतिक्रिया भयो कि सबैले भन्नुभयो कि यो सर तपाईँले यतिकन यो सुरुवात गरिदिने कोसिस गर्नु, तपाईँले भनेपछि धेरै साथीहरू जोड्नुहुन्छ यसमा भनेर मलाई पहल गर्न भन्नुभयो। धेरै साथीको साथ सपोर्टमा मैले एक्लै केही गर्न, सबैको साथ सपोर्टमा यो दसैँलाई चाहिँ एकदम विशेष तरिकाले अहिले यो सालबाट सुरु गरौँ भन्ने उद्देश्यले हामीले अहिले सुरुवात गरेका हौँ। यसमा हाम्रो समाजसेवी धेरै सरहरू हुनुहुन्छ, उहाँहरूको साथ सबैले आज यहाँसम्म पुग्यो। आगामी दिनहरूमा आज भएका कमी कमजोरले सुधार्ने कोसिस गर्नेछौँ र आगामी दिनहरूमा भव्य र सभ्य गर्दै यो कार्यक्रमलाई अझै अगाडि बढाउनेछौँ भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउँछ। हस् त, नमस्ते। एकदमै धन्यवाद। धेरै काम गर्ने मान्छे धेरै बोल्न रुचाउनुहुन्न होला होइन, अहिले अब कामकै छ। यो कार्यक्रम चलिरहेको अवस्थामा चाहिँ उहाँले धेरै कुरा भन्नुभयो कि यो पहिलोपटक यसको जग बसालियो र आगामी दिनमा आगामी दसैँ आउला फेरि यही प्रकारको सराय नाचलाई अझ भव्य एउटा यसलाई चाहिँ सधैँ गरिने एउटा सांस्कृतिक कार्यक्रमको स्वरूप दिएर यसलाई चाहिँ गर्ने योजनामा उहाँहरू रहनुभएको कुराहरू बताउनु भयो। त्यसै गरी म अलिअलि छोटो छोटो जानकारी उहाँसँग लिन्छु। उहाँ हुनुहुन्छ नेपाल देशभक्त युवा समाजबाट युवा हुनुहुन्छ, कस्तो लाग्यो कार्यक्रम? एकदम सर, एकदम राम्रो लाग्यो। सबै हाम्रो पत्रकार साथीहरू आउनुभएको रहेछ, हाम्रो गोर्खाबाट हाम्रो एकदम पुरानो पत्रकारजी हुनुहुन्छ, यहाँलाई सपोर्ट गरिदिनु होला होइन। यो कार्यक्रम भनेको आम नेपालीहरूको कार्यक्रम हो। यसमा कुनै स्वार्थ, कुनै राजनीतिक, कुनै चाहिँ भेदभाव र कुनै किसिमको यस्तो छलपकड नभएर उहाँहरूले एकदम स्वतन्त्र रूपमा आम नेपालीहरूको लागि एउटा सचेत जानकारी दिनको लागि भारतमा बसेका नेपालीहरूलाई सधैँ चाहिँ एउटा निराशता हुने कारणले गर्दाखेरि उनीहरूलाई निराशता नराख्नको लागि जस्तो नेपालमा हाम्रो अर्घाखाँचीको भौतिक गुल्मी अर्घाखाँचीदेखि ल्याएर
तपाईँको बागलुङ होइन यो क्षेत्र प्युठान क्षेत्रहरूमा यो नाचहरू पर्या नाचिने गरिन्छ र यसलाई चाहिँ एउटा विशेष रूपमा चाहिँ प्रोत्साहन गर्दै हाम्रो गोर्खाल्यान्ड एनबिआई न्युज मतलब जो पनि हो होइन हाम्रो एउटा यहाँ सर आउनु के अरे इन्द्रकमल जेरू सरले यस प्रोग्रामलाई एकदम सपोर्ट गरिदिनु भयो। आज हामी धेरै खुसी छौँ, हाम्रो आयोजक टिम खुसी छ र सम्पूर्ण परिवारलाई मैले के चाहन्छु भने अघिल्लो साल योभन्दा टिप्पलमा हामी पनि जुट्नेछौँ, समाजसेवीहरू पनि जुट्नेछौँ र उहाँहरूलाई पूर्ण रूपमा सहयोग गरी यो प्रोग्रामलाई अझै अगाडि बढाउनेछौँ भन्ने हामी आशावादी छौँ। हस्त धन्यवाद। त दर्शकबिन तपाईँले देख्नुभयो आज एउटा अलग माहौल छ। दसैँको हामी दसैँमै छौँ। दसैँको आज चौथो टिका र त्रयोदशीका दिनमा यसरी दिल्लीमा पहिलोपटक सराय नाचको आयोजना भइरहेको छ। मसँग समाजसेवी दिल खत्री सर पनि हुनुहुन्छ, म उहाँलाई सोध्न चाहन्छु। सर, कस्तो लाग्यो पहिलोपटक कार्यक्रम भएको छ? धेरै राम्रो लाग्यो। सबैलाई नमस्कार। यहाँ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यस भन्दा पहिला दिल्ली एनसिआरमा गाजियाबादमा 4 पटकसम्म हामीले गर्दै आएका थियौँ। अहिलेको युवा साथीहरूले दिल्लीमै गरेर यसलाई कामयाब गराउने कोसिस गर्नुभयो। उहाँलाई हाम्रो पुरा साथ सपोर्ट छ र यो चाहिँ अगाडि निरन्तर चलोस्, त्यसको लागि हामी पूर्ण उहाँहरूलाई सहयोग गर्नेछौँ। हाम्रो भौतिक नैतिक आर्थिक जे सहयोग चाहिन्छ उहाँहरूलाई हामीले पूर्ण सहयोग दिनेछौँ र यसलाई निरन्तरता अगाडि बढाइयोस्, राम्रो होस् भन्ने कामना चाहन्छौँ। धन्यवाद। दर्शकबिन र हामी यसैमा तपाईँलाई यो जानकारी दिने पहिलोपटक आयोजना भएको यो सराय नाचमा कस्तो के रहेको छ त्यस विषयमा हामी कुराकानी गर्छौँ। हामीसँग बलराम परियार पनि हुनुहुन्छ, उहाँलाई सोध्न चाहन्छौँ कि यो कार्यक्रम पहिलोचोटि आयोजना भइरहेछ, कस्तो लाग्दैछ यहाँलाई? सर धन्यवाद। सर्वप्रथम त गोर्खा ग्लोबल उचला न्युज च्यानललाई हामीले धेरै धेरै धन्यवाद गर्दछौँ र हाम्रो राजु सर लगायत हाम्रो सम्पूर्ण जति पनि यो कार्यक्रमलाई अर्गनाइज गरिराखेका छौँ सबैजना मिलेर अर्गनाइज गरिरहेका छौँ र यसमा बहुत धेरै राम्रो लागेको छ। दिल्लीमा सबैभन्दा पहिलो यो हाम्रो सराय कार्यक्रम हो। यस सराय कार्यक्रममा यति धेरै मान्छे जम्मा भएर हामीले यो सराय कार्यक्रमलाई सफल पारिरहेका छौँ। आगामी दिनहरूमा पनि हामीले यस्तै योभन्दा अझै भव्य तरिकाले सफल गर्नेछौँ, कार्यक्रमलाई गर्नेछौँ। सबैजना एकजुटता भएर हामीले गर्नेछौँ भन्ने बहुत धेरै राम्रो लागेको छ, धेरै खुसी लागेको छ। धन्यवाद सर। त्यसै गरी ज्ञान पाण्डे सर हुनुहुन्छ पशुपति मन्दिर बदरपुरबाट, उहाँसँग सोध्नुहुन्छ यो पहिलोपटक आयोजना भएको छ, यो कस्तो लाग्यो कार्यक्रम? सर, यो कार्यक्रम हामीहरूको लागि भनौँ हाम्रो नेपाली जनसमुदायलाई र हाम्रो पर्वत जिल्लाको लागि यो पहिलो कार्यक्रम भन्दा पनि भयो र यो कार्यक्रमहरू देखेर दिल्ली एनसिआरमा आउने विभिन्न किसिमका हामीहरूका साथीभाइहरूको यो प्रोग्रामलाई देख्दाखेरि निकै खुसी र हर्षोल्लास लागेको छ र आउने दिनहरूमा पनि यस कार्यक्रममा हामीहरू पनि जोडौँ, समाजसेवी भएर काम गर्न इच्छुक भएको म जाहेर गर्दछु र अलिकति म आफ्नो पर्सनल विषयमा र म समाजसेवी भएको नाताले श्री पशुपतिनाथ शिव मन्दिर समिति जैतपुर बदरपुरमा हामीहरूले यो 2012देखिबाट लिएर अहिलेसम्म त्यो मन्दिरको एउटा भूमि पूजनबाट लिएर अहिलेसम्म हामीले त्यसलाई विस्तृत रूपमा दिल्ली एनसिआरकै एउटा उत्कृष्ट र एकदम सुन्दरमय मन्दिर हामीले निर्माण गरेका छौँ। त्यसमा हाम्रो दाजुभाइ दिदीबहिनीहरू पनि आएर त्यस मन्दिरको त्यसको लुप्त लिन सक्नुहुनेछ भन्ने मलाई लाग्छ। त्यस मन्दिरभित्र हामीहरूको खासियत भुज निर्माण लगायत हामीहरूले टाइलहरू, अफिसहरू र मन्दिरमा पुजारीको लागि बस्ने व्यवस्था लगायत र हामीहरूले त्यसमा धेरै भावी दिनहरूमा पनि हामीले त्यसमा गरिब गुरियाको लागि बस्ने व्यवस्थाको साथसाथै हामीहरूले विभिन्न किसिमका हामीहरूले नयाँ आयोजनाहरू गरिने गरिन्छ। तिजी कार्यक्रमहरू लगायत विभिन्न किसिमका अरू पनि कैयौँ कार्यक्रमहरू छन्। त्यसको लागि पनि हामीहरूले तपाईँहरूको सहयोग र हाम्रो तपाईँहरूको सहयोगको म अपेक्षा गर्दछु। धन्यवाद। त दर्शकबिन पशुपतिनाथ मन्दिर पनि दिल्लीमा ठाउँमा छन् र बदरपुरमा जुन पशुपतिनाथ मन्दिर रहेको छ त्यसको कमिटीमा हुनुहुन्छ, आयोजक समितिमा ज्ञान प्रसाद पाण्डे र एकदमै राम्रो। तपाईँहरू जतिसुकै र हामी विशेष कार्यक्रममा छौँ, सराय नाच यति बेला हुन गइरहेको छ, कस्तो लाग्दैछ कार्यक्रम? जय दुर्गा भवानी। अहिलेको सराह प्रोग्राम पहिलोपटकै दिल्लीमा राखेको हामी एकदम खुसी छौँ, एकदम ह्याप्पी छौँ। अनि जो पनि नेपाल जान सक्नुहुन्न होइन, दिल्लीमा बसेर नेपाल जानु पाएदेखि सराह हेर्न पाउँथ्यो कि भन्ने मान्छेलाई दिल्लीमै सराह हेर्न पाउनको लागि हामी धेरै धेरै खुसी छौँ। तिज हुन्छ, दसैँ हुन्छ होइन, तिहारमा पनि हामी भैलो खेल्ने कार्यक्रम हुन्छ है।
अनि सराह कार्यक्रम हामीले पहिलोपटक गरेका अनि भव्य अनुसार राम्रो ठिक भयो। हामी धेरै खुसी छौँ। एकदम धन्यवाद। त दर्शकबिन हामीसँग पुरानो बोल्नुहुन्छ पुरानो समाजसेवी कस्तो लाग्दैछ आजको यो कार्यक्रम? सायद मेरो जीवनमा पहिलोचोटि हो यो कार्यक्रम देखेको पनि पहिलोचोटि हो। म जन्मेको जिल्लामै उत्पत्ति भएको यो सराय नाच भन्छ यसलाई, तर मैले टिभीमा पत्र पत्रिकामा देखेँ, तर प्रत्यक्ष रूपले पहिलोचोटि देखेँ। यो आयोजक समितिलाई पनि धेरै धेरै धन्यवाद छ, किनभने उनीहरूले यो कमसेकम प्रवासमा देखाए। यो उत्पत्ति नै एउटा लुम्बिनी अञ्चलको यो उत्पत्ति हो। त्यहाँको चाहिँ एकदम फेस्टिभलहरूमा यसलाई दोस्रो तेस्रो प्रायोरिटीमा आउँछ यो नाच। र दिल्लीमा पनि देख्न पाइयो, प्रवासीले देख्न पाए। यसमा चाहिँ आयोजक समितिलाई धन्यवाद छ। धन्यवाद। उहाँ पुरानो समाजसेवी हुनुहुन्थ्यो र त्यसै गरी कस्तो लाग्यो यो कार्यक्रम आजको? धन्यवाद। यस कार्यक्रमलाई विशेष म यो आयोजक टिमलाई पनि म आफू स्वयं आयोजकमा पनि समावेश भएको हुनाले धन्यवाद ज्ञापन गर्दछु। जसरी पछिल्लो वक्तव्य दिइसक्नु भएको छ साथीले कि पहिलोपटक यहाँ पर सराय नाच हुँदैछ अर्घाखाँची, प्युठान र पाल्पा र गुल्मी समेत लिएर। र यस्तै अब आगामी दिनहरूमा म सबै सहयोग भएको तर्फबाट आयोजकको तर्फबाट आगामी दिनहरूमा अझ व्यवस्थित तरिकाले हुनेछ भन्दै यहाँहरूसँग अझै अहिलेको दिनभन्दा अगाडि दिनहरूमा अझै झन् राम्रो कार्यक्रमहरू हुनेछ। र यो अहिलेको कार्यक्रममा केही साथीहरूलाई अबुद्ध भएकोमा यसमा क्षमाप्रार्थी गर्दै आगामी दिनमा अझ राम्रो कार्यक्रम हुने भन्ने प्रतिबद्धता जाहेर गर्दै हजुरहरूसँग बिदा चाहन्छु। धन्यवाद। त दर्शकबिन यो कार्यक्रम सबैको साझा कार्यक्रम हो र यति बेला हाम्रो स्वाभिमानका संयोजक मोहन कार्की सर पनि यो कार्यक्रममा उपस्थित हुनुभएको छ। सरले पनि यो कार्यक्रम दिल्लीमा चाहिँ पहिलोचोटि भयो, कस्तो लाग्यो सर? एकदमै अद्भुत, एकदम राम्रो दिव्य एउटा कार्यक्रम। यो सिङ्ग समाजले एउटा परिकल्पना गरेर भारतको दिल्लीमा पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना भएको छ। यो एकदमै उत्साहजनक छ। यसले हाम्रो समाजलाई अझ सुसंस्कृतहरू बलियो बनाउनेछ र आउने समयमा यो अझ व्यवस्थित भएर जानेछ। धन्यवाद। त दर्शकबिन एउटा छुट्टै माहौल यति बेला होइन। अब हामी हाम्रो बडा दसैँको क्रममै छौँ। आज चौथो टिका पनि र त्रयोदशीका दिन यसरी जुन यो समस्त नेपाली समाज दिल्ली एनसीआर आयोजक समिति रहेको कम्युनिटी हलमा आज यो कार्यक्रम आयोजना गरिएको तपाईँ देख्न सक्नुहुन्छ। यसरी अहिले पनि महिला दिदीबहिनीहरू दाजुभाइहरू यसरी पञ्चे बाजाको तालमा सराय नाच गरिरहनु भएको छ। यो उत्साह जुन किसिमले आज नेपालका पनि विभिन्न मध्यपश्चिमका क्षेत्रहरू अर्घाखाँची, गुल्मी, प्युठान, बागलुङ लगायतका क्षेत्रहरूमा यसरी जुन सराय नाचिँदैछ, त्यही प्रकारले जुन भारत प्रवासमा जो नेपाल जान पाउनु भएको छैन, जो बाध्यताले प्रवासमै रोजगारी गरी बस्न बाध्य हुनुभएको छ, उहाँहरूले चाहिँ प्रवासमै एउटा नेपालको संस्कृति कला संस्कृतिलाई यहाँ पुर्याउने, यहाँ जगेर्ना गर्ने प्रयास चाहिँ गर्नुभएको छ। र तपाईँले देख्नुभयो आज यसरी यो ठुलो सङ्ख्यामा जति हाम्रो कला संस्कृतिहरू यहाँ पुग्छ, हामी नेपालीहरू जहाँ जहाँ पुग्छौँ त्यहाँ हाम्रो कला संस्कृति पनि पुग्नुपर्छ। नेपाल विविध कला संस्कृति बोकेको एउटा देश हो। ठाउँ-ठाउँको कला संस्कृति हामी जुन साथै लिएर हिँड्छौँ, त्यही क्रममा आज भारतको राजधानी दिल्लीमा पनि यसरी सराय नाच गरिएको छ। नमस्कार।